नमस्कार साथीहरू, स्वागत छ हाम्रो च्यानल लोकसेवा गाइड नेपालमा। आज तपाईहरू समक्ष विभिन्न आयोगहरूमा सोधेका र सोध्न सक्ने महत्त्वपूर्ण प्रश्नहरू लिएर तपाईहरू समक्ष उपस्थित भएका छौँ। यस्ता प्रश्नहरू बारम्बार आयोगहरूमा सोध्ने गरेका छन् र धेरै नै महत्त्वपूर्ण प्रश्नहरू खरिदार र तपाईको अधिकृतको प्रथम पत्रको लागि तथा लोकसेवा आयोगका विभिन्न एक्जामहरूको लागि प्रथम पत्रको एक्जामहरूको लागि प्रश्नहरू लिएर उपस्थित भएको छौँ। प्रश्न यस प्रकार रहेको छ, नेपालमा तलका सांस्कृतिक सम्पदाहरूसँग तिनीहरूको अवस्थिति मिलान गर्नुहोस्। नेपालमा तलका सांस्कृतिक सम्पदाहरूसँग तिनीहरूको अवस्थिति मिलान गर्नुहोस्। जस्तै तपाईको यो पशुपतिनाथ कुन ठाउँमा छ, त्यसपछि 87 धाम, लुम्बिनी, न्यातपोल, यो कुन ठाउँहरूमा रहेको छ, त्यो अवस्थिति मिलान हामीले गर्नु छ। त्यो के गर्नु छ? अवस्थिति मिलान गर्नु छ। अब यहाँ पशुपतिनाथ कुन ठाउँमा रहेको छ त? पशुपतिनाथ कहाँ? काठमाडौँमा। 87 धाम कुन ठाउँमा 87 धाम कुन ठाउँमा रहेको छ त? तपाईको यो झापामा। लुम्बिनी कुन ठाउँमा रहेको छ? रूपन्देहीमा। न्यातपोल कुन ठाउँमा रहेको छ? भक्तपुरमा। त्यसको सही अप्सन हुन्छ तपाईको बी नम्बर। ए को 2, बी को 3, सी को 4 र डी को 1। सी को 4 र डी को 1 रहेको छ। त्यसको अप्सन हुन्छ सही यो हुन्छ। पशुपतिनाथ काठमाडौँमा, 87 धाम झापा जिल्ला, लुम्बिनी तपाईको रूपन्देही र न्यातपोलो भक्तपुर जिल्लामा अवस्थित रहेका छन्। अर्को प्रश्न यस प्रकार रहेको छ, तलको भनाई सत्य हो। कुन भनाई सत्य रहेका छन् त्यो बारेमा हामी यो कुन भनाई सत्य रहेको छ। जस्तै परम्परागत थाङका चित्रकलाहरू बौद्ध धर्मसँग सम्बन्धित छन्। 2. नेपालको तराई क्षेत्रमा मैथिली कला प्रख्यात छ। 3. नेपालका सबै सांस्कृतिक सम्पदाहरू युनेस्को विश्व सम्पदा क्षेत्रहरूमा सूचीकृत छन्। त्यसमा त सबै त विश्व सम्पदा सूचीकृतमा छैनन्, यो त पहिला नै गल्ती भइहाल्यो। अब यसमा तपाईको 2 नम्बरको हाम्रो जस्तै 2 नम्बरको प्रश्नमा हाम्रो के हुन्छ भने 1 र 2 मा हामीले विचार गर्नुपर्ने छ। त 1 र 2 दुवै के छन्? ठिक छन्। यसको अप्सन कुन हुन्छ? ए नम्बर हुन्छ। अब यसले के भन्छ? परम्परागत थाङका चित्रहरू बौद्ध धर्मसँग सम्बन्धित छन्। परम्परागत थाङका चित्रकलाहरू बौद्ध धर्मसँग सम्बन्धित छन्। नेपालको तराई क्षेत्रमा मैथिली कला प्रख्यात छन्। नेपालको तराई क्षेत्रमा मैथिली कला प्रख्यात छ। यसको सही अप्सन हुन्छ 1 र 2 ठिक छ। अर्को प्रश्न यस प्रकार रहेको छ, बौद्ध धर्ममा पहेँलो रङको अर्थ के हुन्छ? बौद्ध धर्ममा पहेँलो रङको अर्थ के हुन्छ? ए मा बुधको अंशकरण, बी मा बुधको शरीर, सी मा बुधको दाँत, डी मा बुधको अस्थि धातु। यसको सही जवाब कमेन्ट गर्नुहोस्। बौद्ध धर्ममा पहेँलो रङको अर्थ के हुन्छ? त्यसको सही जवाब के हुन्छ तपाईको? बुधको अस्थि धातु हुन्छ। यो डी नम्बर, यानी कि बौद्ध धर्ममा पहेँलो रङको अर्थ बुधको अस्थि धातु हो। यो राइट एन्सर हुन्छ। अर्को प्रश्न यस प्रकार रहेको छ, जोडा मिलाउनुहोस् र सही विकल्प छान्नुहोस्। हामीले के गर्नु छ भने जोडा मिलाउनु छ र सही विकल्प हामीले छान्नु पर्ने छ। यसमा के रहेछ? एकातिर पर्व दिएको छ र त्यो मनाउने दिन। जस्तै तीज पर्व कुन दिन मनाइन्छन्? घोडे जात्रा पर्व कुन दिन मनाइन्छन्? छठ पर्व कुन दिन मनाइन्छ? सिधी नग पर्व कुन दिन मनाइन्छन्? त तपाईको तीज पर्व कुन दिन मनाइन्छ? यो सबै पर्वहरू दिएका छन्, त्यसमा हामीले जोडा मिलाउनु पर्ने हुन्छ। तीज पर्व कतातिर मनाइन्छ त? भाद्रतिर। त भाद्र यहाँ छ। तीज पर्व कहिले मनाइन्छ? भाद्रतिर। त भाद्र यहाँ छ। तपाईको घोडे जात्रा पर्व कहिले मनाइन्छ त? घोडे जात्रा पर्व तपाईको चैततिर मनाइन्छन्। छठ पर्व कहिले मनाइन्छ? कार्तिकमा। र सिधी नख कहिले मनाइन्छन्? तपाईको ज्येष्ठमा। अब यसरी मान्छ त तीज पर्व कहिले मनाइन्छ त? भाद्र शुक्ल तृतीया। घोडे जात्रा कहिले मनाइन्छन् त? चैत्र कृष्ण चतुर्दशी। छठ पर्व कहिले मनाइन्छ त? कार्तिक
शुक्ल षष्ठी सिद्धि नव पर्व कहिले मनाइन्छन्? ज्येष्ठ शुक्ल षष्ठी। यो प्रश्नहरू सोधेका पनि छन्, पहिलाका प्रश्नहरू यो सोधेको पनि छ पहिलाका एक्जामहरूमा। अर्को प्रश्न यस प्रकार रहेको छ, राष्ट्रिय सडक सञ्जालद्वारा हालसम्म नेपालका कतिवटा जिल्ला सदरमुकामहरू जोडिएका छन्? यो पनि प्रश्न आयोगमा सोधेको प्रश्न हो। राष्ट्रिय सडक सञ्जालद्वारा हालसम्म नेपालका कतिवटा जिल्लामा कतिवटा जिल्ला सदरमुकामहरू जोडिएका छन्? यसमा के हुन्छ? ए 74वटा, बी 75, सी 76, डी 77। यसको सही जवाब के गर्नुहोस्? कमेन्ट गर्नुहोस्। तपाईको राष्ट्रिय सडक सञ्जालद्वारा हालसम्म नेपालका कतिवटा जिल्ला सदरमुकामहरू जोडिएका छन्? त यसको सही उत्तर हुन्छ हाम्रो के अहिले कतिवटा रहेका छन् त? 77वटा जिल्लाहरू जोडिएका छन्। 77वटा जिल्लाहरू जोडिएका छन्। अर्को प्रश्न यस प्रकार रहेको छ, आर्थिक वर्ष 2081-82 को बजेट अनुसार तलको मध्ये कुन ठिक होइन? आर्थिक वर्ष 2081-82 को बजेट अनुसार तलको मध्ये कुन ठिक होइन? एमा राजस्व स्रोत कतिवटा रहेका छन्? बीमा वैदेशिक अनुदान, सीमा वैदेशिक ऋण, डीमा आन्तरिक ऋण। त राजस्व स्रोत कतिवटा रहेका छन्? त यसमा कुन ठिक रहेको? राजस्व स्रोत तपाईको 12 खर्ब 60 अर्ब 30 करोड, यो पनि ठिक रहेको छ। बीमा वैदेशिक अनुदान तपाईको कति रहेको छ? 52 अर्ब 33 करोड, यो पनि ठिक रहेको छ। वैदेशिक ऋण 2 खर्ब 50 अर्ब 65 करोड, यो गल्ती रहेको छ। आन्तरिक ऋण तपाईको 3 खर्ब 30 अर्ब, यो ठिक रहेको छ। त यो ठिक रहेको छ। त यसमा कुन गल्ती रहेको छ? त यसमा गल्ती भनेको सी नम्बर रहेको छ। त्यसको कति यसको सही जवाब यसरी हुन्छ, राजस्व स्रोत आर्थिक वर्ष 2081-82 को बजेट अनुसार राजस्व स्रोत कति रहेको छ त? 12 खर्ब 60 अर्ब 30 करोड, वैदेशिक अनुदान 52 अर्ब 33 करोड, आन्तरिक ऋण 3 खर्ब 30 अर्ब रहेको छ। अर्को प्रश्न यस प्रकार रहेको छ, तलका भनाइहरू अध्ययन गर्नुहोस् र सही उत्तर छान्नुहोस्। तलका भनाइहरू अध्ययन गर्नुहोस् र सही उत्तर छान्नुहोस्। 1 मा नेपालको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको रहेको छ। यो भइहाल्यो, कृषि क्षेत्रको छ। 2 मा प्रसिद्ध पर्यटकीय क्षेत्र लिमी उपत्यका हुम्ला जिल्लामा पर्छ। यो दुईटा मध्ये हाम्रो के हुन्छ भने यसको सही जवाबहरू हामीले कमेन्ट गर्नुपर्ने हुन्छ। त यसमा के हुन्छ भने तपाईको 2 नम्बर ठिक छ र एउटा के छ भने पहिलो नम्बर बेठिक रहेको छ। नेपालको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको छ भने यहाँ छुटेको छ। त यो गल्ती छ, किनभने सबैभन्दा बढी योगदान सेवा क्षेत्रको रहेको छ। त्यसपछि प्रसिद्ध पर्यटकीय क्षेत्र लिमी उपत्यका हुम्ला जिल्लामा पर्छ, त्यो सही रहेको छ। त यसको सही उत्तर हुन्छ तपाईको सी नम्बर। अर्को प्रश्न यस प्रकार रहेको छ, बच्चा जन्मेपछि लगतै कुन खोप दिन्छ? बच्चा जन्मेपछि लगतै कुन खोप दिन्छन्? त यसमा के हुन्छ? पहिला के हुन्छ? ए मा बीसीजी, बी मा पीसीभी, सी मा डीपीटी, डी मा पोलियो। यसको सही जवाब कमेन्ट गर्नुहोस्। बच्चा जन्मेपछि लगतै कुन खोप दिन्छ? ए मा बीसीजी, बी मा पीसीभी, सी मा डीपीटी र डी मा पोलियो। त यसको सही जवाब हुन्छ हाम्रो के हुन्छ? ए नम्बर। बच्चा जन्मेपछि लगतै कुन खोप दिन्छन्? त बीसीजी खोप दिन्छन्। अर्को प्रश्न यस प्रकार रहेको छ, समूह 1 र समूह 2 को जोडा मिलाउनुहोस् अनि सही उत्तर छान्नुहोस्। समूह 1 र समूह 2 मा जोडा मिलाउनुहोस् र सही उत्तर छान्नुहोस्। समूह 1 र समूह 2। 1 मा सुपेरियर फाउन्टेन पेन, त्यसपछि डाइनामो रेडियम अक्सिजन कसले पत्ता लगाएका छन्? अप्सनमा हेर्नु त माइकल फ्राडे, लुइस वाटरम्यान, सीमा जोसेफ पेरिस्टली र 4 मा मेरिन एन्ड पियर क्युरी
पियरे क्युरी तपाईँको म्याडम क्युरी, मेरिन एन्ड पियरे क्युरी यो रहेका छन् भने यसको सही जवाबहरू हामीले के गर्नुपर्ने हुन्छ। त्यसमा तपाईँको सुपर फाउन्टेन पेन कसले आविष्कार गरेका थिए, त्यसको सही जवाब हुन्छ वाटरम्यान, लुइस वाटरम्यान। डाइनामो कसले पत्ता लगाएका थिए, माइकल फ्याराडे। रेडियम कसले पत्ता लगाएका थिए, म्याडम क्युरी एन्ड पियरे क्युरी। त्यसपछि तपाईँको अक्सिजन कसले पत्ता लगाएका थिए, त जोसेफ प्रिस्टले अक्सिजन पत्ता लगाएका थिए। यो अक्सिजन र यो पहिलाको पनि आयोगहरूमा सोधेको प्रश्न हो र यो अहिले तपाईँको के भन्छ भने यो नासुको प्रथम पत्रमा अहिले पनि सोधेको प्रश्न हो। पहिला पनि यो प्रश्नहरू सोधेको छन्, पहिलाका विगतका आयोगहरूमा यो प्रश्नहरू आएको पनि यो प्रश्न हो, सोधेको प्रश्न हो। यो धेरै नै इम्पोर्टेन्टहरू प्रश्नहरू छन्। यो धेरै इम्पोर्टेन्ट र महत्त्वपूर्ण प्रश्नहरू लिएर तपाईँहरू समक्ष आएको छु। अर्को प्रश्न यस प्रकार हो, तलका भनाइहरू अध्ययन गर्नु, सही विकल्प छान्नुहोस्। एकमा रोडेन्टिसाइड्स मुसा मार्न प्रयोग गर्ने रसायन हो। बीमा पाइरेथिन पेस्टिसाइड्सको सिन्थेटिक स्वरूप पाइरेथ्रोइड्स हो। यसमा सही उत्तरहरू हामीले सही विकल्पहरू के हुन् भने त्यसलाई हामी गर्नुपर्ने हुन्छ। त ए र बी दुवै के छन् भने यहाँ ए र बी हामी यो पनि ठिक छ, यो पनि छ, ए र बी दुवै ठिक छ। यसको सही अप्सन हुन्छ सी नम्बर, के हुन्छ रोडेन्टिसाइड्स मुसा मार्न प्रयोग गर्ने रसायन हो। पाइरेथिन पेस्टिसाइड्सको सिन्थेटिक रूप पाइरेथ्रोइड्स हो। यो दुवै के रहेका छन्, सही रहेका छन्। अर्को प्रश्न यस प्रकार रहेको छ, नेपालमा हरित गृह ग्यास उत्सर्जनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र कुन हो? नेपालको हरित गृह ग्यास उत्सर्जनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र कुन रहेको छ? त्यसको सही उत्तर हुन्छ हाम्रो यसमा औद्योगिक क्षेत्र, ऊर्जा क्षेत्र, तपाईँको कृषि क्षेत्र र डीमा 4 छ। त्यसको सही जवाब कमेन्ट गर्नुहोस्। नेपालमा हरित गृह ग्यास उत्सर्जनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र कुन हो? त्यसको सही उत्तर हुन्छ तपाईँको ऊर्जा क्षेत्र। त तपाईँको ऊर्जा क्षेत्र के हुन्छ? नेपालमा हरित गृह ग्यास उत्सर्जनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र तपाईँको ऊर्जा क्षेत्र हो। अब 12 मा के हुन्छ? समूह 1 र समूह 2 बीच जोडा मिलाउनु। समूह 1 र समूह 2 बीच के गर्नु छ? जोडा मिलाउनु छ। तपाईँको कोप 28, कोप 27, कोप 26, कोप 25 यो कुन ठाउँहरूमा यो भएको छन्? यो कुन ठाउँमा यो मनाइएका छन्? त्यसको सही तपाईँको के हुन्छ? कोप 28। यसको सही के हुन्छ? ग्लास्गो भयो, म्याड्रिड स्पेन, दुबई युए, शार्म इल शेख यो इजिप्ट भइहाल्यो 4। त्यसमा हामीले सही जवाब के हुन्छ भने तपाईँको यसको सही जवाब हाम्रो यो 28 को कोप 28 कहाँ मनाइएको थियो? त 28 मनाइएको थियो तपाईँको दुबईमा, युए दुबईमा। कोप 27 कहाँ मनाइएको थियो? त यो मनाइएको थियो इजिप्टमा, इजिप्टमा मनाइएको थियो। शार्म इ शेख इजिप्टमा मनाइएको थियो। त्यसपछि तपाईँको यो कोप 26 कहाँ मनाइएको छ? ग्लास्गो युकेको ग्लास्गोमा मनाइएको थियो। त्यसपछि कोप 25 कहाँ मनाइएको थियो? त कोप 25 तपाईँको म्याड्रिड स्पेनमा मनाइएको थियो। त्यसको सही अप्सन हुन्छ बी नम्बर, के हुन्छ? कोप 28 दुबईमा, कोप 27 तपाईँको इजिप्टको शार्म इल शेखमा र कोप 26 ग्लास्गो र कोप 25 म्याड्रिड स्पेनमा मनाइएको थियो। योसँग अरू पनि हामी लिएर प्रश्नहरू पहिला पनि सोधेको छ। कोप फर्स्ट कुन ठाउँमा मनाइएको थियो? प्रश्न पहिला सोधेको पनि छ। त पहिलो कोप 1 तपाईँको 1995 मा तपाईँको जर्मनीको बर्लिनमा मनाइएको थियो, जर्मनीको बर्लिनमा मनाइएको थियो। यस्तै कोप तपाईँको 25 छ म्याड्रिड स्पेन, कोप 26 ग्लास्गो युके, कोप 27 इजिप्टमा, कोप 28 अबुधाबी युए र कोप 29 बाकु अजरबैजान नोभेम्बर 11 देखि 22 सम्म 2024 मा यो
कोप 29 मनाइएको छ बाकु अजरबैजानमा र अहिले तपाईको यो कोप 30 अहिले कहिले मनाइन्छ त नोभेम्बर त सन् 2025 मा नोभेम्बर 10 देखि नोभेम्बर 21 सम्म ब्लेम ब्राजिलमा अहिले कहिले छ नोभेम्बरमा मनाइन्छन् कोप 30 कहिले मनाइन्छन् ब्राजिलमा यो पनि प्रश्नहरु सोधेको पनि छन् यो सोध्छन् पनि यो कोप 2001 कोप 30 कहिले मनाइन्छ कुन ठाउँमा मनाइन्छ र कहिले मनाइन्छ यो प्रश्नहरु सोध्छन् त यसलाई हामीले याद गर्नुपर्ने हुन्छ यसलाई याद गर्नु होला अब